के तपाईँले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कलाई आकाशबाट निहाल्नु भएको छ? आज हामीहरू अर्घाखाँचीको यात्रामा निस्किएका छौँ। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको नामकरणको रोचक इतिहास यस भिडियोमा समेटेका छौँ। त्यस्तै चर्चित किम्वदन्ती अनुसार लाउरे टाँसिएको भिरभित्रको कहानीलाई पनि देखाउनेछौँ। साथै सुपा देउराली वरपर लुकेर रहेका मठ मन्दिरको बारेमा पनि प्रत्यक्ष साक्षात्कार गराउनेछौँ र यसै जिल्लामा रहेको साहसिक खेलसँगै मनोरञ्जन पनि दिनेछौँ। नमस्कार सम्पूर्ण दर्शकहरूमा, म मित्र मणि पौडेल तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु आजको हाम्रो विशेष डकुमेन्ट्री यात्रामा। आज हामी प्युठान जिल्लाबाट यात्रा सुरु गर्दै अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य सुपा देउराली पुग्नेछौँ। साथै सुपा देउराली आसपास रहेका कम परिचित तर अत्यन्त महत्त्वपूर्ण धार्मिक स्थल सिद्धबाबा मन्दिर, सन्धिखर्क बजार, साहसिक खेल केन्द्र तथा अन्य रमणीय स्थानहरूको भ्रमण गर्नेछौँ। ड्रोनबाट कैद गरिएका आकर्षक दृश्यहरू र स्थानीय जानकारी सहितको यो यात्रा तपाईँलाई अवश्य पनि मन पर्नेछ भन्ने विश्वास लिएका छौँ। ओके साथीहरू, हामी यति बेला पूर्वी प्युठानको चुन्जुठाँटीबाट यात्रा सुरु गर्दैछौँ। बिहानको सुनौलो घाम, शीतल हावा र हरियाली डाँडाकाँडाले यात्रालाई अझ रमाइलो बनाइरहेको छ। भूमिका स्थान नगरपालिका अन्तर्गत यति बेला हामीहरू राजिमे भन्ने ठाउँमा आइपुगेका छौँ। भूमिका स्थान नगरपालिका अन्तर्गत नै पर्ने राजिमे, पिपलनेटा र आसपासका क्षेत्र कृषि उत्पादन तथा ग्रामीण बस्तीका लागि परिचित मानिन्छन्। अब हामी तपाईँहरूलाई पिपलनेटाको सुन्दर दृश्य देखाउन गइरहेका छौँ। पिपलनेटा अर्घाखाँची जिल्लाको भूमिका स्थान नगरपालिकामा पर्ने एक महत्त्वपूर्ण बजार क्षेत्र हो। यहाँ विद्यालय, स्वास्थ्य सेवा, व्यापारिक गतिविधि तथा स्थानीय कृषि उत्पादनको राम्रो केन्द्रको रूपमा विकास हुँदै गएको देख्न सकिन्छ। डाँडामाथि फैलिएको बस्ती र वरपरको हरियालीले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ। तर दुःखको कुरा, यहाँको अधिकांश युवाहरू विदेश पलायन भइसकेका छन्। सुनौलो सूर्योदयसँगै अब हाम्रो यात्रा पिपलनेटादेखि अर्घाखाँचीमा रहेको सुपा मन्दिरतर्फ हामी जाँदैछौँ। यात्राको क्रममा बाटोभरि देखिने धानबाली, मकैबारी, जङ्गल, साना बजार, डाँडाकाँडाका दृश्यले यात्रालाई थप रमाइलो बनाइरहेको छ। दर्शक महानुभावहरू, हामी धारापानी क्षेत्र हुँदै अगाडि बढिरहेका छौँ। यो क्षेत्र वर्षयाममा झनै सुन्दर देखिन्छ। यति बेला राजिमे, पिपलनेटा, धारापानी हुँदै भूमिका स्थान नगरपालिका र सन्धिखर्क नगरपालिकाको सिमानामा पर्ने घाता खोला आइसकेका छौँ। सिमाना परिसरको सानो ड्रोन सट तपाईँहरूलाई प्रस्तुत गरेका छौँ। यहाँ वर्षायाममा झरनाको रूपमा यो खोला बहन्छ। केही समय यहाँ बिताइसकेपछि हामी पुनः लाग्दैछौँ पकले डाँडा, खिम डाँडा हुँदै सन्धिखर्कतर्फ। हामी यति बेला अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नजिकै आइपुगेका छौँ। क्यामेराबाट तल देख्नुभएको मिलेको बजार हो सन्धिखर्क बजार। अब हामी तपाईँहरूलाई सन्धिखर्क बजारको ड्रोन सट देखाउन गइरहेका छौँ।
तपाईहरूले देख्नुभएको बजार हो सन्धिखर्क बजार। लुम्बिनी प्रदेशमा अवस्थित सन्धिखर्क अर्घाखाँची जिल्लाको प्रमुख प्रशासनिक, व्यापारिक, शैक्षिक तथा सांस्कृतिक केन्द्रको रूपमा रहेको छ। समुद्री सतहबाट करिब 960 मिटरको उचाइमा रहेको यो रमणीय पहाडी सहरको बिचमा बागी खोला बगेको छ। धेरै मानिसहरूले सन्धिखर्कलाई अर्घाखाँचीको मुटु र सानो बुटोल समेत भनेर चिन्ने गरेको पाइन्छ। सन्धिखर्क नाम रहनुको पछाडि रोचक इतिहास जोडिएको छ। 24 राज्यकालमा अर्घा र खाँची राज्यका राजाहरू युद्ध नगरी यही स्थानमा बसी अर्थात् खर्कमा बसी सम्झौता अर्थात् सन्धि भएको जनविश्वास रहेको छ। यही ऐतिहासिक सन्धिका कारण यस स्थानको नाम सन्धिखर्क रहन गएको भन्ने बताइन्छ। विक्रम सम्वत 2032 सालमा नरपानीबाट जिल्लाको सदरमुकाम सन्धिखर्कमा सारिएपछि यस क्षेत्रको विकासले नयाँ गति लिएको थियो। आज यहाँ जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, सुरक्षा निकाय, बैंक, विद्यालय, क्याम्पस तथा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरू सञ्चालनमा रहेका छन्। सहरको मध्यभागमा रहेको ऐतिहासिक टोडीखेल सन्धिखर्कको अर्को महत्त्वपूर्ण पहिचान हो। चारैतिर हरियाली पहाडले घेरिएको यो सहर प्राकृतिक सौन्दर्य र शान्त वातावरणका लागि समेत प्रसिद्ध रहेको छ। सन्धिखर्कबाट सुपा देउराली मन्दिर, अर्घा भगवती मन्दिर, पाणिनी तपोभूमि लगायत अर्घाखाँचीका धेरै धार्मिक तथा पर्यटकीय स्थलहरू सहजै पुग्न सकिन्छ, जसमध्ये हामीहरू आज सन्धिखर्कबाट करिब 22 किलोमिटर टाढा रहेको सुपा देउरालीतर्फ लाग्दैछौँ। घुम्ती सडक, हरियाली वन जङ्गल र मनोरम दृश्यहरू पार गर्दै हामी सुपा देउरालीतर्फ लाग्दैछौँ। तपाईँले अगाडि देख्नुभएको सुपा मन्दिर नजिकै रहेको नरपानी बजार हो। अब हामी सुपा मन्दिरको निकै करिब रहेका छौँ। अब हामी आइपुगेका छौँ अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल सुपा देउराली मन्दिरमा। सन्धिखर्क नगरपालिका र सिद्धगङ्गा नगरपालिकाको सङ्गमस्थलमा अवस्थित सुपा देउराली नेपालका प्रमुख तथा ऐतिहासिक शक्तिपीठ मध्ये एक मानिन्छ। समुद्री सतहबाट करिब 1372 मिटरको उचाइमा अवस्थित यस मन्दिरको स्थापना विक्रम सम्वत 1600 खाँची राज्यका राजा विश्वपाल शाहले आफ्नी छोरी सुवर्ण कुमारीको नामबाट गराएका थिए। सुपा देउरालीमा देवी भगवतीको शक्ति स्वरूप पूजा गरिन्छ। नेपालका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट समेत हजारौं श्रद्धालु यहाँ दर्शनका लागि आउने गर्दछन्।
अब हामी तपाईहरूलाई यस मन्दिरको सबैभन्दा चर्चित किंवदन्ती एक भारतीय लाहुरेसँग सम्बन्धित लाहुरे टाँसिएको भिरको बारेमा बताउन गइरहेका छौँ। किंवदन्ती अनुसार परापूर्व कालमा जागिरका लागि एकजना लाहुरेले सुब्बा देउराली मन्दिरको भाकल गरेका थिए। उनको भाकल पनि पुरा भयो। मन्दिरको बाटो हुँदै फर्कँदै गर्दा उनले मन्दिरमा भाकल अनुसारको पूजा गरेनन्, जसको फलस्वरूप उनी भित्तामा टाँसिएर विलिन भएको किंवदन्ती रहेको छ। सुब्बा मन्दिरदेखि नजिकै अहिले पनि लाहुरे टाँसीको भिर देख्न सकिन्छ। सुब्बा देउरालीमा श्रद्धापूर्वक भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वास रहेको छ। मनोकामना पुरा भएपछि भक्तजनहरूले परेवा उडाउने, बोका तथा पाठीको बलि चढाउने परम्परा रहेको छ। मन्दिर पहाडको फेदीमा सुब्बा खोलाको आकर्षक खोजमा अवस्थित छ। वरिपरिका हरियाली जङ्गल, पहाडी भूभाग, झरना र प्राकृतिक दृश्यले यस स्थानलाई धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण बनाएको छ। गोरुसिङे सन्धिखर्क सडक खण्डमा पर्ने यस मन्दिर कपिलवस्तुको गोरुसिङेबाट करिब 35 किलोमिटरको दूरीमा रहेको छ। सडक मार्गबाट सहजै पुग्न सकिने भएकाले यहाँ दैनिक सयौं दर्शनार्थी आउने गर्दछन्। धार्मिक पर्यटनसँगै यस क्षेत्रमा साहसिक पर्यटनको पनि सम्भावना रहेको छ। नजिकै रहेका झरना, खोज तथा प्राकृतिक भूगोलका कारण बन्जी जम्प जस्तो साहसिक खेलको सम्भावना पनि रहेको छ। आकाशबाट हेर्दा डाँडाको काखमा अवस्थित यो मन्दिर र वरिपरिको प्राकृतिक वातावरणले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ। अब हामी सुब्बा देउरालीबाट करिब 45 मिनटको पैदल यात्रापछि सिद्ध बाबा मन्दिरतर्फ जाँदैछौँ। धेरै भक्तजनहरू सुब्बा मन्दिरसम्म आइपुग्दा पनि यस मन्दिरको बारेमा जानकारी नरहेको हुँदा आज हामी तपाईहरूलाई सिद्ध बाबा मन्दिर घुमाउन लग्दैछौँ। यो मन्दिर सुब्बा देउराली र लाहुरे टाँसिएको भिरभन्दा केही दूरीको माथि उचाइमा रहेको छ। घना जङ्गल, गोरेटो बाटो र भिरालो भूभाग पार गर्दै हामी सिद्ध बाबा मन्दिर पुगेका छौँ। यस स्थानमा विशेष गरी सेतो र पहेँलो ध्वजा चढाउने प्रचलन रहेको छ। सिद्ध बाबा मन्दिरको पूजासँगै हामी तल सुब्बा मन्दिरतर्फ झर्दैछौँ। हामीहरू तपाईहरूलाई सुब्बा क्षेत्र नजिकै रहेको अर्को आकर्षक विशाल झोलुङ्गे पुलतर्फ लाँदैछौँ। पुलबाट वरिपरिको हरियाली र पहाड र धार्मिक क्षेत्रको अद्भुत दृश्य देख्न सकिन्छ। अब हामी तपाईहरूलाई सुब्बा क्षेत्र नजिकै रहेको साहसिक खेलतर्फ लाँदैछौँ। यहाँ गुलेली पिङ लगायत अन्य साहसिक गतिविधिहरू सञ्चालनमा रहेका छन्। विशेष गरी युवा पुस्ता र पर्यटकहरूका लागि यो आकर्षकको केन्द्र बनेको छ। तपाईहरूले देख्नुभएको यो विशाल हत्केलाको आकारमा रहेको संरचनामा उभिएर धेरैले फोटो र भिडियो खिच्ने गर्दछन्। आजको यात्रामा हामीहरूले प्युठानदेखि अर्घाखाँचीसम्मको सुन्दर यात्रा गऱ्यौँ। पिपलनेटा, सन्धिखर्क, सुब्बा देउराली, सिद्ध बाबा मन्दिर, झोलुङ्गे पुल र साहसिक खेल क्षेत्रको अवलोकन गऱ्यौँ।
तपाईलाई हाम्रो यो डकुमेन्ट्री भ्लग्स भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिनुहोला। यस्तै यात्रा, धार्मिक स्थल र नेपालको सुन्दर ठाउँहरूको भिडियो हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न र भिडियोलाई लाइक गर्न नबिर्सिनुहोला। यस्तै रमाइला र रोचक अन्य भिडियो लिएर हामी फेरि आउनेछौँ। नमस्कार, धन्यवाद।